मीना खरेल केवल राजनीतिक व्यक्तित्व मात्र होइनन्। उनी 3.5 दशकदेखि चितवनको माटोसँग गाँसिएकी भरोसायोग्य नाम हुन्। प्राज्ञिक पृष्ठभूमिले उनलाई चितवनका समस्या गहिराईमा बुझ्ने क्षमता दिएको छ। आर्थिक समृद्धिका आधारलाई नीतिगत रूपमा देख्न सक्ने बौद्धिक नेतृत्व उनको पहिचान हो। मीना खरेलको सबैभन्दा विशिष्ट परिचय मानवीय सेवा नै हो। हिंसा, शोषण र अन्यायमा परेका सयौं महिला, बालबालिका र किशोर किशोरीका लागि उनी ढाल बनेर उभिइन्। व्यक्तिगत जोखिम मोलेर न्याय संरक्षण र उद्धारमा लागेको दृश्य नागरिकले नजिकबाट देखेका छन्। सांसद निर्वाचित भएपछि उनले विशेष गरी महिला, दलित, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको उत्थानका निम्ति सशक्त आवाज उठाउने छिन्। भावनात्मक नारामा होइन, स्थिरता र सामाजिक न्यायमा आधारित राजनीति उनको प्रतिबद्धता हो। चितवनको दिगो विकासका लागि अनुभवी र निष्ठावान प्रतिनिधि आजको आवश्यकता हो। यही फागुन 21 गते रुख चिन्हमा छाप लगाऊ, मीना खरेललाई अत्याधिक बहुमतले विजयी गराऊ।